सम्मानीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि को सामान्य छलफलमा भाग लिनुहुने सम्पूर्ण मानवजीहरूलाई सम्मानीय सभामुख मार्फत हार्दिक धन्यवाद टक्राउन चाहन्छु। छलफलमा भाग लिनुहुने उहाँ छलफललाई फरक ढङ्गले जीवन्त बनाउनका निम्ति योगदान गर्नुहुने सबै मान्यजीहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। सभाकक्षमा रहेर बैठकको कारबाही अगाडि बढाउनका निम्ति आफ्ना कतिपय विमतिका बीचमा पनि सभाकक्षमा रहेर सदनको कारबाही अगाडि बढाउन सघाउनुहुने मान्यजीहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय, आर्थिक वर्ष 2082 र 83 को राजस्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा मान्यजीहरूले विभिन्न कोणबाट अत्यन्तै महत्त्वपूर्ण विचारहरू व्यक्त गर्नुभएको छ। विचार व्यक्त गर्नुहुनेले कतिपयले आलोचनाको कोणबाट, विरोधको कोणबाट पनि विचार व्यक्त गर्नुभएको छ। कतिपयका असहमतिहरू पनि प्रकट भएका छन्। केहीले सुझावहरू पनि दिनुभएको छ र अधिकांश माननीय सदस्यहरूले बजेटप्रति आफ्नो समर्थन जनाउनु भएको छ। आफ्नो आस्थाको आधारमा, आफ्नो अध्ययन र विश्लेषणको आधारमा बजेटका प्रति आफ्ना विचार र विश्लेषण प्रस्तुत गर्नुहुने सबै मान्यजनलाई म त्यस अर्थमा पनि धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय, सबैभन्दा पहिला बजेटको प्रश्नमा हामीले ध्यान दिनुपर्ने विषय के हो भनेदेखि यो स्रोतको अनुमान र खर्चको अनुमान कार्यान्वयन हुन सक्ने प्रकृतिको छ कि छैन। स्रोतको अनुमान बजेटको आकार यथार्थपरक छ कि छैन, यो पुरा हुन सक्छ कि सक्दैन। यदि स्रोतको व्यवस्थापन हुन सकेन भने बजेट कार्यान्वयन हुन सक्दैन र बजेटको त्यस्तो अवस्थामा बजेटको विश्वसनीयता स्वत क्षीण भएर जान्छ। त्यसर्थ सबैभन्दा महत्त्वपूर्ण प्रश्न बजेटको आकारको प्रश्न हो र बजेटमा स्रोतको जुन अनुमान गरिएको छ त्यो अनुमानको प्रश्न हो भन्ने मलाई लाग्छ। सभामुख महोदय, म के निवेदन गर्न चाहन्छु भने यस पटकको बजेटमा, आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा अर्थमन्त्री सबैभन्दा ज्यादा के कुरामा होसियार रहेको हो भनेदेखि यो प्रस्तावित विनियोजन मात्रै होइन, स्रोतको प्रस्ताव पनि यथार्थपरक हुनुपर्छ, कार्यान्वयन हुन सक्ने प्रकृतिको हुनुपर्छ। किनभनेदेखि लामो समयदेखि हामीले बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने प्रकृतिका आलोचनाहरू सुन्दै आएका छौँ। त्यस अर्थमा म के कुरामा बढ्ता होसियार रहेको हुँ भनेदेखि बजेटले स्रोतको प्रस्ताव गर्दा त्यो स्रोतको प्रस्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा मैले बढ्ता होसियार रहेको कुरा म यहाँ निवेदन गर्न चाहन्छु। सभामुख महोदय, मैले स्रोतको सन्दर्भमा कुरा गर्दा तीनटा पक्ष, राजस्व परिचालनको पक्ष, अन्तर्राष्ट्रिय सहयोगको पक्ष र आन्तरिक ऋणको पक्ष, यी तीनटा विषयमा मैले कसरी सोचे, कसरी प्रस्ताव गरेँ भन्ने कुरा म छोटोमा निवेदन गर्न चाहन्छु। हामीसँग कस्तो अनुभव छ भने राजस्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा 41% राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर
बजेट निर्माण गरेको निकट विगतको अनुभव छ। 41% चालु वर्षमा जति राजस्व उठेको छ अथवा उठ्न सक्छ त्यसको तुलनामा 41%ले राजस्वको वृद्धि हुन्छ भन्ने अनुमानको आधारमा बजेट निर्माण गरेको अनुभव छ। त्यो कुनै सुदूर विगतको होइन, निकट विगतको म सम्झना गर्न चाहन्छु। चालु आर्थिक वर्षको कुरा गर्दा सभामुख महोदय, हामीले 31% वृद्धि हुन्छ भनेर बजेट प्रस्तुत गर्यौं। राजस्व 31% वृद्धि हुन्छ भनेर अनुमान गर्यौं। 41% वृद्धि हुन्छ भन्ने अनुमान गरेको पृष्ठभूमि पनि हामीसँग छ र चालु आर्थिक वर्षमा 31% राजस्व बढाउँछौँ भनेर बजेट निर्माण गरिएको अनुभव पनि हामीसँग छ। यस पृष्ठभूमिमा मैले बजेटमा चाहिँ राजस्वको सम्बन्धमा प्रस्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा जम्मा जम्मी 17% मात्रै राजस्व वृद्धिको लक्ष्य राखेको छु। सभामुख महोदय, म यहाँसँग के अनुरोध गर्न चाहन्छु भने 17% को राजस्व वृद्धिको लक्ष्य पुरा हुन्छ, पुरा गर्न सकिन्छ, यो आत्मविश्वासको साथमा मैले यो चाहिँ प्रस्ताव गरेको छु। मैले बेला बेला भन्ने गरेको छु, विगतमा मसँग राजस्वको लक्ष्य पुरा भएर राजस्व परिचालनसँग सम्बद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा आमन्त्रण गरेर चकलेट बाँडेको अनुभव छ मसँग। त्यसकारणले यो वर्षको राजस्वको लक्ष्य 17% को राजस्व वृद्धिको लक्ष्य पुरा हुन्छ भनेर म निवेदन गर्न चाहन्छु। यद्यपि यसका लागि पनि केही अतिरिक्त मेहनत गर्नुपर्छ। चुहावट नियन्त्रणका कामहरू गर्नुपर्छ, करको दायरालाई विस्तार गर्नुपर्छ, कर प्रशासनलाई प्रभावकारी बनाउनुपर्छ लगायतका कामहरूद्वारा यो चालु संशोधित अनुमानको तुलनामा 17% वृद्धिको जुन लक्ष्य निर्धारण गरिएको छ यो लक्ष्य पुरा गर्न सकिन्छ। म यहाँहरूसँग हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु, यो लक्ष्य पुरा भएको प्रतिवेदन सहित आगामी वर्षको बजेट प्रस्तुत हुँदा यो लक्ष्य पुरा भएको प्रतिवेदन सहित प्रस्तुत हुने आधार छ भनेर म यहाँसँग राख्न चाहन्छु सभामुख महोदय। त्यस्तै गरी बजेटले जुन वैदेशिक सहयोगको सन्दर्भमा, वैदेशिक सहयोग परिचालनको सन्दर्भमा जुन प्रस्ताव गरेको छ यो प्रस्ताव मनोगत छैन सभामुख महोदय। कोसँग कुन आयोजनाको लागि कति रकम हामी परिचालन गर्छौं, कोसँगबाट कस्तो सहयोग लिन्छौं, कुन आयोजनाका निम्ति लिन्छौं, त्यस हिसाबले प्रस्ताव गरिएको छ र अधिकांश आयोजनाहरू कार्यक्रमहरूका निम्ति सम्झौता भएका विषयहरू छन्। त्यसकारणले सम्झौता भएका, सहमति भएका स्रोतहरूलाई मात्रै अन्तर्राष्ट्रिय सहयोग परिचालनका निम्ति प्रस्ताव गरिएको हुनाले अन्तर्राष्ट्रिय सहयोग परिचालन पनि पुरा हुन्छ भन्ने कुरा यहाँ एकछिन रोकिदिनु होला। हस्, धन्यवाद। माननीय सुशीला थिङ किन उभिनु भएको छ? के नियम आपत्ति हो? नियम 20 र 21 नियम आपत्ति भयो। जस्तै अब आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो, बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो? र जसले 5-5 जना व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो त्यो सदनमा स्पष्ट पारियोस् भनेर मैले यो कुरा राखेको हो सभामुख महोदय। धन्यवाद। माननीय सदस्यहरूले ध्यान आकर्षण गराउनु भएको कुरामा ध्यान आकृष्ट भएको छ। संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेदारपूर्ण, उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा सबै मान्य सदस्यहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु। संसदको मर्यादाभित्र विरोध समर्थन गर्ने परिपाटी हाम्रो रहेको छ। अब पनि यसलाई विकास गर्ने कुरामा ध्यान दिनुपर्छ। त्यसमा ध्यान आकृष्ट गराउँदै म वक्ता मान्य अर्थमन्त्रीजीलाई जवाफलाई निरन्तर दिन समय दिन्छु। धन्यवाद सभामुख महोदय। मान्यजीहरूले 3 करोडको बजेटको सीमाका सम्बन्धमा
विभिन्न कोणबाट चर्चा गर्नुभएको छ। धेरै मान्यजीहरूको ध्यान आकर्षण भएको छ यस सम्बन्धमा। जरुर मैले यस विषयमा यथेष्ट समय लिएर मैले आफ्नो धारणा राख्नेछु। बजेट निर्माण गर्दा हामीले कसरी यो निष्कर्षमा पुग्यौँ र कुन खालका अभ्यास भएका छन् भन्ने विषयमा म राख्ने नै छु। त्योभन्दा अगाडि सभामुख महोदय केही अन्य विषयहरू म थप स्पष्ट गर्न चाहन्छु। र मैले बजेटको आकारको सन्दर्भमा कुरा गर्दै थिएँ। बजेटको आकारको कुरा गर्दा सभामुख महोदय, बजेट अनुमान त हो नि, आय र व्ययको अनुमान हो। त्यस कारणले अनुमान गर्दा अलिकति फराकिलो ढङ्गले गरिदिएर के बिग्रिन्छ भन्ने कोणबाट त्यो ढङ्गले सोच्ने सुविधा हुँदैन। बजेटको अनुमानको परीक्षण बजेटको कार्यान्वयनमा हुन्छ। अनुमान यथार्थपरक थियो थिएन भन्ने कुराको परीक्षण कार्यान्वयनमा हुन्छ। यदि यथार्थपरक ढङ्गले अनुमान गरिएन भने त्यसको नतिजा कार्यान्वयनमा देखिन्छ, त्यसको नतिजा कार्यान्वयनमा पर्न जान्छ। त्यस कारणले मैले बजेटको अनुमान गरिरहँदा सभामुख महोदय, चालु आर्थिक वर्षको भन्दा जम्माजम्मी 5.56% मात्रै बजेटको आकार वृद्धि गरेको छु। 5.56%। हाम्रा आवश्यकताहरू फराकिला छन्। अनुमान गरिदिउँ भनेर धेरै फराकिलो गर्न सकिन्छ नि त भनेर सोच्यो भने अर्को ठाउँमा पुगिन्थ्यो होला। तर मैले त्यसरी सोचिनँ। यो बजेट यथार्थपरक हुनुपर्छ, कार्यान्वयन योग्य हुनुपर्छ, विश्वसनीय हुनुपर्छ। बजेट निर्माणका जुन सार्वभौम मान्यताहरू छन् ती मान्यताको परीक्षणमा खरो उत्रिने प्रकारको बजेट हुनुपर्छ भन्ने मान्यताद्वारा निर्देशित हुने क्रममा मैले केवल 5.56%ले मात्रै चालु आर्थिक वर्षको तुलनामा 5.56%ले मात्रै बजेटको आकार वृद्धि गरेको छु सभामुख महोदय। त्यस कारणले म निवेदन गर्न चाहन्छु, बजेटको आकार यथार्थपरक छ र बजेटको स्रोतका सन्दर्भमा चाहे त्यो राजस्व परिचालनको प्रश्न होस्, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोग परिचालनको प्रश्न होस्, यी सबै यथार्थपरक छन्। जहाँसम्म आन्तरिक ऋणको सन्दर्भ छ सभामुख महोदय, आन्तरिक ऋणको सन्दर्भमा म यो कुरासँग जानकार छु कि पछिल्ला दिनहरूमा ऋणको पासोको चर्चा हुने गरेको छ। ऋणको आकार धेरै बढ्दै गयो भन्ने चर्चा हुने गरेको छ। ऋण लिने सन्दर्भमा होसियार हुनुपर्छ भन्ने टिप्पणी हुने गरेको छ। ऋणका बारेमा छनौटपूर्ण हुनुपर्छ भन्ने कुरामा चर्चा हुने गरेको छ। म भन्न चाहन्छु सभामुख महोदय, ऋणका निम्ति ऋण लिने होइन, ऋण उपयोगी ढङ्गले त्यसको चाहिँ उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने, त्यसको प्रतिफल सुनिश्चित हुने गरिकन खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्ने कुरामा सरकार सचेत छ। त्यसमा पनि सभामुख महोदय, हामीले हाम्रो चाहिँ ऋणको सन्दर्भमा हामीलाई वित्त आयोगले एउटा सीमा निर्धारण गरेको थियो। हाम्रो चाहिँ सार्वजनिक ऋणको अवस्था, त्यसप्रतिको राज्यको दायित्व, हरेक वर्ष सार्वजनिक ऋणको सामा र ब्याज तिर्नुपर्ने दायित्व लगायतका पक्षहरूमा ख्याल गरिकन जिडिपीसँग ऋणको तुलना, यी सबै चिजहरूको तुलना विश्लेषण गरिकन हाम्रो चाहिँ वित्त आयोगले ऋणका निम्ति एउटा सीमा निर्धारण गरेको थियो। वित्त आयोगले हामीलाई निर्धारण गरेको सीमा 5.5%। सरकारले बजेट निर्माण गर्ने क्रममा ऋणका निम्ति प्रस्ताव गर्ने अधिकतम सीमा 5.5% हो भनेर सीमा निर्धारण गरेको थियो। तर सभामुख महोदय, मैले 5.5% को सीमालाई त्यो चाहिँ सबै सीमा प्रयोग गर्ने हिसाबले मैले प्रस्ताव गरिनँ। अहिले प्रस्तुत बजेटमा 5.3% मात्रै आन्तरिक ऋण उठाउने त्यो चाहिँ प्रस्ताव गरिएको छ। त्यस कारणले आन्तरिक ऋणका प्रश्नमा पनि बजेट सन्तुलित छ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। यसरी बजेटको आकारको प्रश्नमा र स्रोत व्यवस्थापनको प्रश्नमा बजेट ठिक ठाउँमा छ। एउटा बजेटका एउटा चाहिँ बेसिक प्रिन्सिपल्सहरूको जगमा उभिएर प्रस्तुत भएको छ। यो चाहिँ कार्यान्वयन हुन सक्ने प्रकृतिको छ र यसले चाहिँ सकारात्मक नतिजा दिन्छ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। अब अनफन्डेड कार्यक्रमहरू राख्ने, साना तथा खुद्रा आयोजनाहरूमा छर्ने, प्रदेशै पछि
यो चाहिँ विभिन्न प्रकारका संरचनाहरू खोल्ने र आर्थिक अनुशासनबाट चाहिँ विचलित हुने खालका अभ्यासहरूको बारेमा पनि माननीयज्यूहरूले विभिन्न कोणबाट चर्चा गर्नुभएको छ। यो बजेटको मुख्य मकसद नै आर्थिक अनुशासन हो सभामुख महोदय। आर्थिक अनुशासनमा रहेर हामी अगाडि जानु जरुरी छ। अनुशासनमा नफर्किने हो भने हामीले वास्तवमा हाम्रो मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँछौँ, गतिशील तुल्याउँछौँ, उत्पादकता वृद्धि गर्छौँ, राष्ट्रिय आम्दानी बढाउँछौँ आदि इत्यादि जेसुकै भने पनि हामी त्यो गर्न सक्दैनौँ। त्यस कारणले अनुशासनमा फर्किनुपर्छ भन्ने कुरालाई बजेटले बढ्ता महत्त्व दिएको छ। त्यसै हिसाबले नै यो चाहिँ बजेट प्रस्तुत गरिएको छ भन्ने कुरा म राख्न चाहन्छु सभामुख महोदय। एउटा महत्त्वपूर्ण विषय उठेको छ सभामा कि हामी ग्रे लिस्टमा परेका छौँ। फाइनेन्सियल एक्सन टास्क फोर्सको चाहिँ मूल्याङ्कनमा हामी ग्रे लिस्टमा परेका छौँ। यो ग्रे लिस्टमा परेको सन्दर्भमा अनेक खालका टिप्पणीहरू हुने गरेका छन्। म धेरै चर्चा गर्न चाहन्न सभामुख महोदय। मलाई गालमुखाल गर्न त्यति प्रिय लाग्दैन। आरोप कसैलाई आरोपित गर्न पनि त्यति प्रिय लाग्दैन। तथ्यले नै सबै कुरा बताइरहेको छ हामी किन ग्रे लिस्टमा पुग्यौँ। कतिपय मान्यज्यूहरूले अहिलेको सरकारको कार्यले गर्दा मुलुक ग्रे लिस्टमा गएको अत्यन्त मनोगत एउटा टिप्पणी गर्नु, त्यो नितान्त मनोगत र असत्यपूर्ण आलोचना हो, टिप्पणी हो भन्ने म राख्न चाहन्छु सभामुख महोदय। र भन्न चाहन्छु सभामुख महोदय, मुलुकलाई सम्पत्ति शुद्धिकरणको सघन निगरानी सूचीबाट निर्धारित समयमै बाहिर निकाल्न र भविष्यमा यस्तो अवस्था आउन नदिनका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्ने गरिकन यो बजेट प्रस्तुत भएको छ। बजेटले यो चाहिँ ग्रे लिस्टबाट निस्कने बारेमा कुनै सोच बनाएन भन्ने कोडबाट जुन टिप्पणी भएको छ, सच्चाइ त्यो होइन सभामुख महोदय। बजेटले यो वित्तीय लगानी, आतंककारी सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा र राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण गरेको छ र त्यसलाई कार्यान्वयन गर्ने अठोट यो बजेटले प्रस्तुत गरेको छ सभामुख महोदय। र जसका कारणले अथवा जुन कालखण्डमा जे काम हुन नसकेर मुलुक ग्रे लिस्टमा गयो, जसका कारणले यो परिस्थिति सिर्जना भयो, त्यतातिर अहिले नजाउँ। इतिहासले सच्चाइ बोलेकै छ। तर हामीले भने छिटोभन्दा छिटो मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्छ। ग्रे लिस्टबाट बाहिर निकाल्नको लागि हामीले प्रभावकारी पहल लिनुपर्छ। त्यसका निम्ति राष्ट्रिय रणनीति निर्माण भएको छ, कार्ययोजना तयार भएको छ र त्यो रणनीति र कार्ययोजनालाई कार्यान्वयन गरेर हामी निर्धारित समयभन्दा अगाडि ग्रे लिस्टबाट बाहिर आउने र आगामी दिनमा कहिल्यै पनि नेपाल ग्रे लिस्टमा नपर्ने परिस्थिति सुनिश्चित गर्ने त्यो ढङ्गले अगाडि जानुपर्ने आवश्यकता छ। त्यसै हिसाबले राष्ट्रिय जोखिम मूल्याङ्कन शीघ्र सम्पन्न गरी गम्भीर प्रकृतिका आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनलाई तीव्रता दिने, सम्पत्ति शुद्धिकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नेपाल राष्ट्र बैङ्क, धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी नियमन प्राधिकरण लगायतका नियामक निकायहरूको निगरानी, अनुसन्धान र कारबाहीलाई सबल बनाउने, ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण 2082 स्वीकृत भइसकेको छ, त्यसलाई कार्यान्वयन गर्ने, स्वीकृत गरी त्यसलाई कार्यान्वयन गर्ने र मुलुकलाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा पर्नुको प्रमुख कारण विगत लामो समयदेखि कानुन संशोधन समयमै नहुनु र प्रभावकारी कदमहरू यो अनुसन्धान र अभियोजनका कामहरू प्रभावकारी नहुनु जस्ता कारणले यो परिस्थिति निर्माण भएको। त्यस कारणले अनुसन्धान र अभियोजनका कामलाई, कानुन निर्माणका कामहरू भएका छन्। अब हामी अनुसन्धान र अभियोजनको कामलाई प्रभावकारी रूपले सम्पन्न गर्दै अगाडि बढाउँदै मुलुकलाई ग्रे लिस्टबाट निर्धारित समयभन्दा अगाडि निकाल्न सक्छौँ भन्ने त्यो आत्मविश्वासको साथमा सरकार प्रस्तुत भएको छ र बजेटले त्यही आत्मविश्वासलाई बुलन्दीका साथ आत्मसात गरेको छ भन्ने कुरा म यहाँनिर राख्न चाहन्छु। सभामुख महोदय, भूमि ब्याङ्कका सन्दर्भमा एउटा चाहिँ
कन्फ्युजन भएको मैले पाएँ, कतिपय मान्यज्यूहरूमा कन्फ्युजन भएको मैले पाएँ। सभामुख महोदय, भूमि ब्याङ्कको अवधारणालाई कुनै विश्लेषण नगरी त्यसको नतिजा के हुन्छ, त्यसको प्रयोग कसरी गरिन्छ, त्यसको प्रभाव के हुन्छ, त्यसको परिणाम के आउँछ भन्ने कुराको विश्लेषण नगरिकन आकाशचिम्म गरेर बिचौलिया, भूमाफिया भन्ने खालका संस्था पदावलीहरूको प्रयोग गरेर विरोध गरिएको छ। ठिक छ, विरोधका निम्ति विरोध गर्न सकिएला, तर त्यो विरोधका निम्ति विरोध होइन। सभाले खोजेको, सदनले खोजेको, जनताले खोजेको रचनात्मक विरोध, तथ्यपरक विरोध, जसले चाहिँ सही नतिजामा पुग्नका निम्ति मद्दत पुर्याउँछ, त्यस्तो प्रकारको विरोध र आलोचनाको अपेक्षा गरिएको। हामीले स्थानीय तहको भूमि ब्याङ्क, खास गरिकन भूमि ब्याङ्क जसले भूमि ब्याङ्कको अभिलेख सम्बन्धित पालिकामा रहन्छ र पालिकाबाट त्यो भूमिको सदुपयोग गरेर भूमिको प्रयोग गरेर उत्पादन गर्न चाहने उत्पादक समूह वा किसानहरूले त्यो भूमि प्रयोग गर्न सक्छन्। यो अवधारणाको साथमा भूमि ब्याङ्कको प्रबन्ध गरिएको छ, प्रस्ताव गरिएको छ। त्यस कारणले यो भूमि ब्याङ्क हाम्रो चाहिँ बाँझो रहेको जमिनलाई सदुपयोग गर्नका निम्ति र भूमिको उत्पादकत्व अभिवृद्धि गर्नका निम्ति एउटा उपयोगी अवधारणा हो। यो विरोधका निम्ति विरोध, नयाँ चिज आयो त्यस कारणले विरोध गरिदिउँ भनेर विरोध गर्नुको अर्थ छैन। सभामुख महोदय, भूमि ब्याङ्कले हामीलाई ठिक ठाउँमा पुर्याउँछ भन्ने म ठान्दछु। खास गरी भूमिको जुन उपयोग हुन नसकिरहेको भूमि छ त्यसको उपयोग गर्दै कृषि उत्पादनमा हामीले त्यसलाई सदुपयोग गर्न सक्छौँ, त्यसका निम्ति एउटा उपयोगी प्रबन्ध हो यो हो। र यसमा खास गरिकन सम्बन्धित स्थानीय तहहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्छन् भन्ने कुरा म यहाँनिर राख्न चाहन्छु। सभामुख महोदय, अर्को एउटा विषय उठेको छ टेक एन्ड पेको विषयमा। जलविद्युत आयोजनाको सम्बन्धमा टेक एन्ड पेका विषयमा केही चर्चाहरू भएका छन्, केही सुझावहरू आएका छन्, केही आलोचनाहरू पनि भएका छन्। म यस विषयमा थप स्पष्ट गर्न चाहन्छु। निजी क्षेत्रलाई विद्युत उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विद्युत विधेयक सम्मानित सदनमा विचाराधीन अवस्थामा छ। यो चाहिँ विद्युत विधेयक सम्मानित सदनमा विचाराधीन अवस्थामा छ। उक्त विधेयक पारित भएपछि विद्युत व्यापारको दायरा फराकिलो हुने र विद्युत प्राधिकरणलाई मात्रै विद्युत बिक्री गर्नुपर्ने हालको अवस्थाको अन्त्य हुनेछ। यसबाट विद्युतमा निजी क्षेत्रको लगानी थप विस्तार हुनेछ र यसरी विद्युत व्यापार खुला गरिसकेपछि नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति सन्तुलन कायम गर्न निजी क्षेत्रबाट उत्पादित विद्युत खरिद गर्नेछ। बढी उत्पादन भएका विद्युत निजी क्षेत्रले बिक्री गर्न सक्ने प्रबन्ध हुनेछ, गर्न सक्नेछन्। नेपाल विद्युत प्राधिकरणले हालको उत्पादन र खपतको अवस्था हेरी आवश्यक विद्युत आपूर्ति गर्न पिपिए गर्न सक्नेछ। यो कानुन समेत सदनमा विचाराधीन भएको पृष्ठभूमिमा यो चाहिँ टेक एन्ड पेको अवधारणा प्रस्ताव गरिएको छ। म के भन्न चाहन्छु भने विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रले जुन प्रकारको लगानी गरिरहेको छ यो लगानीलाई डिस्करेज गर्ने, त्यसलाई निरुत्साहित गर्ने सरकारको सोच, नीति वा प्रयास होइन। हामी विद्युत उत्पादनको क्षेत्रमा यो चाहिँ निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न चाहन्छौँ, प्रवर्धन गर्न चाहन्छौँ। त्यति मात्रै होइन, उत्पादन मात्रै होइन, प्रसारण र बिक्रीमा समेत निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने गरिकन सदनमा कानुन प्रस्ताव, यो विधेयक प्रस्तावित अवस्थामा छ। यो विधेयक पारित भएसँगै वास्तवमा विद्युत उत्पादनमा निजी क्षेत्रको भूमिका अझ प्रभावकारी भएर जानेछ, अझ सशक्त भएर जानेछ भन्ने म राख्न चाहन्छु। त्यस कारणले यस विषयलाई थप चिन्ताको रूपमा नलिनका लागि पनि म आग्रह गर्न चाहन्छु। यो सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा मान्यज्यूले राख्नुभएको सुझावका सम्बन्धमा मैले थप केही भन्नु छैन। सभामुख महोदय, सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्ग केन्द्रित बनाउँदै लैजाने सरकारको नीति हो र त्यही नीतिलाई बजेटले दृढताका साथ अनुसरण गरेको छ। सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्ग केन्द्रित बनाउँदै लैजाने, छरिरहेको सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने र समन्वयिक बनाउने, दिगो र व्यवस्थित बनाउने सरकारको सोच हो। यही सोच बजेटमा प्रतिबिम्बित भएको छ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घुम्ती टोली मार्फत राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने र यसलाई सहजीकरण गर्ने र यसलाई राष्ट्रिय परिचय पत्रलाई सामाजिक सुरक्षासँग आबद्ध गर्ने यो सोच
पनि बजेटले अघि सारेको छ। त्यसकारणले सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा हामीले चाहिँ कुनै दुविधा राख्नु हुँदैन। वर्तमान सरकार सामाजिक सुरक्षा भत्ताका प्रति सचेत छ, स्पष्ट छ। यसलाई दिगो भरपर्दो, विश्वसनीय र लक्षित वर्ग समुदाय केन्द्रित बनाउनु पर्ने र छरिएर रहेका कार्यक्रमहरूलाई एकीकृत र समन्वयिक बनाउनु पर्ने, त्यस कुरामा जोड दिन चाहन्छ। अब यो अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा कुनै कार्यक्रमहरू आएनन् भन्ने कोणबाट पनि टिप्पणी भएको छ। सभामुख महोदय, यो बजेट प्रस्तुत भएपछि आर्थिक क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले जुन प्रकारको प्रतिक्रिया दिए, यद्यपि यहाँ टिप्पणी यस खालको पनि भएको छ, हुने खानेले समर्थन गरे भनेर। सच्चाइ त्यस्तो होइन सभामुख महोदय। अर्थतन्त्रका सबै क्षेत्रले बजेटलाई समर्थन गरेका थिए। त्यस अर्थमा म भन्न चाहन्छु, चालु आर्थिक वर्षको बजेटको सम्पूर्ण जोड अर्थतन्त्रलाई चलायमान गर्न केन्द्रित छ। निजी क्षेत्रको आत्मविश्वास वृद्धि गर्ने, लगानीको वातावरण बनाउने र त्यसका निम्ति विभिन्न क्षेत्रमा नीतिगत सुधारहरू गर्ने, त्यसतर्फ बजेट केन्द्रित रहेको छ। आर्थिक सुधारका लागि प्रस्ताव गरिएका विषयहरूले पुँजीगत खर्च वृद्धि भई अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्नेछ। त्यसै गरी वित्तीय क्षेत्रको सुधारका लागि घोषणा गरिएका विषयहरूले समेत अर्थतन्त्रको विस्तारमा टेवा पुर्याउनेछ। यसका अतिरिक्त विदेशी लगानी अभिवृद्धिका लागि गरिएका घोषणाहरू, नवप्रवर्तन र उद्यमशीलता विकासका लागि गरिएका प्रबन्धहरूले समेत आर्थिक क्रियाकलापको अभिवृद्धिमा का निम्ति महत्त्वपूर्ण योगदान गर्नेछन्। बजेट त्यसै उद्देश्यतर्फ केन्द्रित छ भन्ने कुरा म राख्न चाहन्छु। बजेट देशको समष्टिगत नीति तथा कार्यक्रम भएको हुनाले सबै जनतालाई लाभ हुने कार्यक्रमहरू यसमा प्रस्ताव गरिएको छ। सामाजिक सुरक्षा, गरिबी निवारणका कार्यक्रमहरू मार्फत विशेष गरी न्यून आय भएका वर्गका नागरिकहरूका लागि यो बजेटले सम्बोधन गरेको छ। बजेटमा लक्षित वर्गका लागि उत्पादन, रोजगारी, सिप विकास, उद्यमशीलता जस्ता महत्त्वपूर्ण विषयहरू समावेश गरिएको छ। त्यसकारणले यसले श्रमिकहरूका लागि, विपन्नहरूका लागि, गरिबहरूका लागि यसले सम्बोधन गरेन भन्ने चाहिँ त्यो आलोचनामा सच्चाइ छैन भनेर म निवेदन गर्न चाहन्छु सभामुख महोदय। एउटा प्रसङ्ग उठेको छ कि हामीले राजमार्गहरू निर्माण गर्दा, सडकहरू निर्माण गर्दा एउटा स्ट्यान्डर्डमा जानुपर्छ भनेर। खास गरी पहाडी भूबनोट भएका ठाउँहरूमा कुन पपुलेसनको त्यहाँको आवश्यकताको आधारमा चाहिँ कुन तहको सडक निर्माण गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ। आम रूपमा इन्टरमिडिएट लेनका 5.5 मिटर चौडा सडकहरू निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ भन्ने कोडबाट जुन कुराहरू उठेको छ, बजेटले त्यही नै कुरालाई आत्मसात गरेको छ सभामुख महोदय। सामाजिक सुरक्षाका यो चाहिँ खास गरिकन अवकाश कोषहरू हामीसँग करिब 51 प्रकारका अवकाश कोषहरू रहेका छन्। यी 51 प्रकारका अवकाश कोषहरूको प्रभावकारी व्यवस्थापन हुन नसक्दा त्यहाँबाट लाभान्वित हुनुपर्ने व्यक्तिहरू अपेक्षित मात्रामा लाभान्वित हुन नसक्ने वा जोखिम रहन सक्ने सम्भावनालाई पनि दृष्टिगत गरिकन बजेटले के कुरामा जोड दिएको छ भने धेरै प्रकारका सामाजिक सुरक्षा कोषहरू सञ्चालन गर्दा यसको नियमन प्रभावकारी नहुने, कोषबाट प्रदान गरिने सुविधाहरूमा विविधीकरण गर्न नसकिने र कोषको लगानीलाई निश्चित क्षेत्रमा प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न कठिन हुने भएकोले थोरै तर बलिया कानुनी आधार भएका कोषहरू सञ्चालन गर्न उपयुक्त हुन देखिएकोले यो चाहिँ प्रस्ताव गरिएको हो। यी कोषहरूलाई खास गरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा सार्ने प्रक्रियाका सम्बन्धमा बजेटले यो प्रस्ताव गरेको हो। यसरी सार्नका लागि हामीले चाहिँ आवश्यक तयारी पश्चात कुनै समय सीमा यतिभित्र गरिहाल्ने भन्ने भन्दा पनि आवश्यक तयारी पुरा गरेर हामीले यी चाहिँ बलिया र कानुनी आधार सुदृढ भएका कोषहरूमा ती अन्य कोषहरूलाई सार्नुपर्छ भन्ने प्रस्ताव गरिएको छ।
सभामुख महोदय, यसबाहेक मान्यज्यूहरूले अरू धेरै विषयहरू पनि उठाउनु भएको छ। कतिपय आयोजनाहरूको सन्दर्भमा चर्चा गर्नुभएको छ। उदाहरणको लागि हामीसँग बुढी गण्डकी जलविद्युत आयोजनाको प्रसङ्ग आएको छ। यहाँ म भन्न चाहन्छु, बुढी गण्डकी जलविद्युत आयोजना हामीले चाहिँ सधैँ चर्चा गरेर बस्ने, टिप्पणी गरेर बस्ने वा एक अनुच्छेद लेखेर बस्ने हिसाबले होइन। साँच्चै नै स्रोत व्यवस्थापन गरेर कार्यान्वयनको ढाँचा निश्चित गर्ने, स्रोत व्यवस्थापन गर्ने र निर्माणमा जाने उद्देश्यले यो प्रस्ताव गरिएको छ। त्यस्तै गरी दुधकोशी जलविद्युत आयोजनाको सन्दर्भमा म स्पष्ट गर्न चाहन्छु, दुधकोशी जलविद्युत आयोजना हाम्रो अत्यन्तै महत्त्वपूर्ण जलाशययुक्त आयोजना हो। यसका निमित्त हाम्रो सामनेमा सर्वाधिक महत्त्वको विषय बन्न पुगेको थियो ल्यान्ड एक्विजिसनको विषय। केही समय अगाडि हामीले ल्यान्ड एक्विजिसनको लागि जग्गा प्राप्तिको लागि स्रोतको व्यवस्था गरेका छौँ र अब जग्गा प्राप्तिको काम अगाडि बढ्नेछ र यसका निम्ति यो आयोजना निर्माण गर्नका निम्ति हामीले एसियाली विकास ब्याङ्क लगायतका अन्तर्राष्ट्रिय बहुपक्षीय विकास सहायता संस्थाहरूबाट आवश्यक स्रोतको व्यवस्था गरेका छौँ र यो आयोजना ठिक ढङ्गले अगाडि बढ्छ भन्ने पनि म राख्न चाहन्छु। अब मान्यज्यूहरूले अरू केही विषयहरू राख्नुभएको छ। क्रिप्टो कारोबारको सन्दर्भमा म के भन्न चाहन्छु भने, हो दुनियाँमा कतिपय मुलुकहरूले क्रिप्टो कारोबारलाई नियमन पनि गरेका छन्, सञ्चालन पनि गरेका छन्। तर आज हामी हाम्रो चाहिँ समग्र राष्ट्रिय अर्थतन्त्रको समग्र पक्षलाई विश्लेषण गर्दा हामी क्रिप्टोको सन्दर्भमा त्यो ठाउँमा त्यो निष्कर्षमा पुगिहाल्नु हतारो हुन्छ भन्ने हिसाबले बजेटले यस विषयमा थप चर्चा त्यो बजेटले त्यस हिसाबले प्रस्तुत भएको हो। अहिले हामी तुरुन्तै क्रिप्टो कारोबार खुला गर्न सक्ने त्यो ठाउँमा छैनौँ भन्ने कुरा म यस अवसरमा राख्न चाहन्छु। मान्यज्यूहरूले हुलाकी सडकको सन्दर्भमा बजेटको अपर्याप्तताको चर्चा गर्नुभएको छ। त्यो आयोजनासँग जोडिएका कतिपय पुल लगायतका विषयहरूमा चर्चा गर्नुभएको छ। म के भन्न चाहन्छु भने, हुलाकी राजमार्गलाई हामी आगामी 2 वर्षभित्र पुरा गर्छौँ। 2 वर्षभित्र पुरा गर्छौँ भन्दा त्यहाँ पुल पनि पुरा हुन्छ, सडक पनि पुरा हुन्छ। त्यस हिसाबले हामी जान्छौँ र अहिले जुन बजेटको प्रस्ताव गरिएको छ, यी बजेटको मेन थ्रस्ट नै के छ भने राष्ट्रिय महत्त्वका, राष्ट्रिय गौरवका आयोजनाहरूमा स्रोतको अभाव हुन नदिने यो बजेटको मकसद छ। त्यस कारणले कार्यान्वयन गर्दै जाने क्रममा यी आयोजनाहरूमा बजेटको अभाव हुन दिँदैन भन्ने पनि म राख्न चाहन्छु। अपाङ्गता क्षेत्र छुट्यो कि भन्ने कोणबाट चर्चा भएको छ। अपाङ्गता क्षेत्रलाई चाहिँ कुनै पनि हालतमा हामीले राज्यले, सरकारले, बजेटले पनि यो क्षेत्रलाई यथोचित महत्त्व दिएको छ र अपाङ्गता क्षेत्रका समस्याहरू यहाँ चाहिँ पाराखेल लगायतका विषयहरू यहाँ उठाउनु भएको छ, त्यसतर्फ पनि ध्यान दिइनेछ। अब केही मान्यज्यूहरूले रुग्ण उद्योगहरूको सन्दर्भमा टिप्पणी गरेको मैले सुने। रुग्ण उद्योगहरू स्वाभाविक रूपमा हामीले केही समय अगाडि सार्वजनिक लगानी व्यवस्थापन सम्बन्धी ऐन यही सदनबाट पारित गरेका छौँ। त्यस ऐन अन्तर्गत रुग्ण अवस्थामा रहेका आयोजनाहरू जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, हेटौडा सिमेन्ट कारखाना, उदयपुर सिमेन्ट कारखाना, गोरखखाली टायर कारखाना लगायतका आयोजनाहरू जुन रुग्ण अवस्थामा छन्, ती रुग्ण अवस्थामा रहेका आयोजनाहरूको खास गरी डिडिए डिटेल त्यसको स्टडी हामी गर्दैछौँ, ड्यु डिलिजेन्ट अडिट हामी गर्दैछौँ र त्यसको समग्र अवस्था के छ भन्ने कुरा यकिन गर्दैछौँ। त्यसपछि ती आयोजनालाई कसरी सञ्चालन गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्नेछौँ। अहिले नै अध्ययनको निम्ति प्रवेश गर्दा नै अनि बेचेर खान थाले भन्ने टाइपको जुन सस्तो टिप्पणी हुन्छ, यस्तो प्रकारको सस्तो टिप्पणी नगर्नका लागि म आग्रह गर्न चाहन्छु। हामीले रुग्ण अवस्थामा रहेका, बन्द अवस्थामा रहेका आयोजनाहरू किन बन्द भएर कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल पनि नगर्ने हो भने त्यो वास्तवमा त्यो उचित तरिका हुन सक्दैन। हामी छलफलमा प्रवेश गरेका छौँ, अध्ययनमा प्रवेश गरेका छौँ। अध्ययन र छलफलका क्रममा हामी कहाँ जानुपर्छ, त्यति बेला कुन विकल्पमा जानुपर्छ, कसरी ती संस्थानहरूलाई सञ्चालन गर्नुपर्छ भन्ने विषयमा निष्कर्षमा पुग्न सकिन्छ।
सभामुख महोदय, एउटा अर्को चाहिँ चर्चा हुने गरेको छ चुरे दोहन। अहिलेको प्रस्तुत बजेटले चुरेको दोहन भन्ने प्रसङ्गमा यो चाहिँ बजेट बहुत स्पष्ट छ। चुरे क्षेत्र एउटा चाहिँ हाम्रो कान्छो पहाड हो भन्ने कुरा हामीलाई थाहा छ। चुरे क्षेत्रलाई त्यसको संरक्षणमा हामी ध्यान दिएनौँ भने चुरे क्षेत्र मात्रै होइन, हाम्रो तराई मधेस पनि त्यसबाट गम्भीर रूपमा प्रभावित हुन्छ। त्यसकारणले चुरेको संरक्षण हाम्रो उच्च प्राथमिकताको विषय हो भन्ने कुरासँग सरकार सचेत छ। त्यसै भएर हामीले चुरेको संरक्षणका सन्दर्भमा आवश्यक ध्यान पनि दिएका छौँ, कार्यक्रम पनि सञ्चालन गरेका छौँ, बजेट पनि विनियोजन गरेका छौँ। तर सँगसँगै म के भन्न चाहन्छु सभामुख महोदय भने प्रस्तुत बजेटले एउटा दृष्टिकोण अघि सारेको छ कि हामी प्राकृतिक वातावरणीय दृष्टिकोणले उपयुक्त र आर्थिक दृष्टिकोणले सम्भाव्य खानीजन्य वस्तुको हामी चाहिँ अध्ययन गर्छौँ, उत्खनन गर्छौँ र आन्तरिक बजारमा आन्तरिक रूपमा उपभोग गर्छौँ र त्यसरी उपभोग गरेर बचेको प्राकृतिक रूपमा वातावरणीय रूपमा उपयुक्त आर्थिक रूपमा सम्भाव्य त्यस्ता खानीजन्य चिजहरू हामीले उपभोग गरेर बच्यौँ भने हामीले त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छौँ भन्ने त्यो दृष्टिकोण बजेटले प्रस्तुत गरेको छ। म जोड दिएर भन्न चाहन्छु सभामुख महोदय, दुनियाँका कुनै पनि देशहरू विकसित भएका छन् भने आफ्नो देशको जनशक्तिलाई सदुपयोग गरेर विकसित भएका छन्, आफ्नो प्राकृतिक सम्पदालाई सदुपयोग गरेर विकसित भएका छन्। हामीले हाम्रो खानीजन्य उत्पादन, हाम्रो आन्तरिक माग पुरा भएर आन्तरिक खपत पुरा भएर चाहिँ बचेको उत्पादन अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्ने त्यो दृष्टिकोण लिनुपर्छ भन्ने बजेटको स्पष्ट दृष्टिकोण हो सभामुख महोदय। अब कतिपय मान्यजीहरूले टिप्पणी गर्नुभएको छ, दलितका बारेमा बजेट मौन भयो। यो त सच्चाइ एकातिर छ, आरोप अर्कोतिर भयो जस्तो लाग्यो सभामुख महोदय मलाई। यो बजेटले खास गरी दलित समुदायका परम्परागत सिपलाई, उनीहरूको त्यो सिपलाई, उनीहरूका परम्परागत व्यवसायलाई आधुनिकीकरण गर्ने र वास्तवमा आर्थिक रूपमा सामाजिक रूपमा एउटा चाहिँ मर्यादित जीवन जिउने आधार निर्माण गर्ने हिसाबले अत्यन्त महत्त्वपूर्ण कार्यक्रमहरू यसले प्रस्ताव गरेको छ। यो चिजलाई अनदेखा गर्नु उचित हुँदैन भन्ने मलाई लाग्दछ। कतिपय साथीहरूले एउटा टिप्पणी गर्नुभएको छ, यो चाहिँ चलन चल्तीको बजेट भयो, तदर्थवादी भयो, यथार्थ यसमा कुनै आँट छैन, जाँगर छैन, उत्साह छैन भन्नका निम्ति जिब्राको स्वादको लागि भन्नुहोस् केही छैन भन्दै जाँदा भन्न यो पनि भन्न भ्याउनु हो समाजवाद छैन। म स्पष्ट गर्न चाहन्छु, आज समाजवाद कसैले पनि निर्माण गर्न सक्दैन सभामुख महोदय। कसैलाई आज समाजवाद चाहिएको छ, नेपाली जनतालाई समाजवाद चाहिएको छ। त्यसै भएर हामीले संविधानमा समाजवाद लेख्या हो, समाजवाद लेख्दा सचेतन ढङ्गले लेख्या हो। समाजवाद हाम्रो गन्तव्य हो, समाजवाद हाम्रो ध्येय हो, हामी समाजवादमा पुग्न चाहन्छौँ। तर समाजवाद आज समाजवाद आउँदैन। समाजवादमा पुग्नुभन्दा अगाडि कयौँ लामो यात्रा हामीले तय गर्नुपर्छ। आर्थिक सामाजिक क्षेत्रमा हामीले धेरै प्रगति गर्नुपर्छ, अनि हामी सायद समाजवादमा पुग्न सक्छौँ। त्यस कारणले समाजवादतर्फ फर्किने हो र आजको यथार्थतामा उभिएर हाम्रा आर्थिक क्रियाकलापहरूलाई अगाडि बढाउने हो। त्यो दृष्टिकोण यो बजेटले आत्मसात गरेको छ। त्यस कारणले जिब्रोको स्वादको लागि यसमा एमाले देखिएन। अहिले चाहिँ साथीहरूले बेला बेलामा कोसिस गर्नुहुन्छ, हरेक हप्ता एउटा नयाँ नयाँ गीत गाउनुहुन्छ, यो सरकार अब ढल्छ तब ढल्छ भनेर अनेक प्रकारका कोसिसहरू गर्नुहुन्छ। ती कोसिसहरू कामयाब हुन सकिरहेका छैनन्। फेरि त्यो कोसिस बजेटका सन्दर्भमा टिप्पणी गर्दा पनि त्यो कोसिस जारी देख्छु सभामुख महोदय। मैले साथीहरूले के कोसिस गर्नुभएको छ भने कङ्ग्रेस र एमालेका बिचमा काहीँनिर दूरी सिर्जना गर्न सकिन्छ कि भनेर यो चाहिँ एमालेको जस्तो देखिएन, यो काङ्ग्रेसको जस्तो भयो, एमाले पनि काङ्ग्रेस जस्तो हुनु पुग्यो, अथवा काङ्ग्रेसलाई चाहिँ यो एमाले जस्तो हुनु पुग्यो भन्ने ढङ्गले टिप्पणी गर्नुको कुनै अर्थ छैन। एमाले र कङ्ग्रेसका बिचमा, कङ्ग्रेस र एमालेकै बिचमा दूरी सृजना गरेर खेल्न सकिन्छ कि भन्ने त्यो व्यर्थको कोसिस छोडिदिए हुन्छ सभामुख महोदय। म साथीलाई त्यो आग्रह गर्न चाहन्छु। त्यो चाहिँ ऊर्जा, त्यो समय अरू कुनै रचनात्मक काममा सदुपयोग गर्दा हुन्छ। त्यस कारणले बजेटभित्र छिरेर
अनि कङ्ग्रेस र एमालेका बिचमा दूरी सृजना गर्न सकिन्छ कि भन्ने कोसिस नगर्दा हुन्छ, त्यो कोणबाट टिप्पणी नगर्दा हुन्छ भन्ने मलाई लाग्छ। र निजी क्षेत्रका सन्दर्भमा बजेटले जुन प्रकारको सहुलियत सुविधाका कुराहरू गरेको छ त्यसलाई चाहिँ के भनेदेखि बिचौलियाका निम्ति गरिएको सुविधा भनेर जुन ढङ्गले निजी क्षेत्रलाई अपमानित गर्ने कोसिस गरिएको छ यो गलत कुरा हो सभामुख महोदय। हामीले यो सच्चाइलाई स्वीकार गर्नु पर्यो र अहिले चाहिँ अर्थतन्त्र समग्र अर्थतन्त्रमा करिब 80% भन्दा बेसी हिस्सा निजी क्षेत्रको छ। निजी क्षेत्रको मनोबल उठेन भने, निजी क्षेत्रको आत्मविश्वास बढेन भने, निजी क्षेत्रको लगानी भएन भने हामीले वास्तवमा समृद्धि हासिल गर्न सक्छौँ भनेर त्यो सोच्नु के बेकार हुन्छ। त्यसकारणले यो बजेटले समग्रतामा निजी क्षेत्रको पनि आत्मविश्वास बढाउने हिसाबले त्यस नीतिगत र कार्यक्रमिक प्रस्तावहरू गरेको छ। करका सम्बन्धमा पनि त्यस प्रकारको प्रस्ताव गरेको छ र केही साथीले भन्नुभयो र यो प्रकारको छुट त्यो प्रकारको छुट दिँदा राजस्व परिचालनमा समस्या सृजना हुन्छ कि भनेर। स्वाभाविक रूपमा हाम्रोमा कस्तो मानसिकता छ भने कारखाना खोलेको छैन, उत्पादन भएको छैन, त्यसले ट्याक्स तिरेको छैन, तर यहाँ अहिले छुटको कुरा गर्दा ट्याक्स गुम्यो कि भनेर विश्लेषण गरिन्छ। त्यस्तो होइन। हामीले सबभन्दा पहिला लगानीको निम्ति वातावरण निर्माण गरौँ, कारखानाहरू खुलुन्, उत्पादकत्व बढोस्, अनि त्यसपछि ट्याक्स तिर्ने परिस्थिति निर्माण हुन्छ। त्यसका निम्ति एउटा अनुकूल आधार निर्माण गर्न हामीले ट्याक्सका विभिन्न क्षेत्रहरूमा छुटका सहुलियतका प्रस्तावहरू बजेटमा गरिएको भन्ने कुरा म राख्न चाहन्छु। सभामुख महोदय, एकजना पूर्व अर्थमन्त्रीजीले यो अग्रिम आयकरको बारेमा बडो सगौरव आफूले राम्रो गरेको र प्रस्तुत बजेटले अग्रिम आयकर हटाएर गलत गरेको निष्कर्ष सुनाउनु। सभामुख महोदय, म स्पष्ट गर्न चाहन्छु, यो अग्रिम आयकर भनेको यो करको सिद्धान्तसँग मेल नखाने गलत कुरा हो। आयकर कति बेला लिइन्छ भने एउटा व्यवसायले व्यवसाय गर्छ, उद्योगीले उद्योग सञ्चालन गर्छ, उसले आम्दानी गर्छ, उसले गरेको आम्दानीमा लाग्ने करलाई आयकर भनिन्छ। कसैले कारोबार गर्नुभन्दा अगाडि कारोबार गर्दै गरेको अवस्थामा उसले त्यो कारोबारको एउटा एन्डिङ नहुँदै तिमीले यति आम्दानी गर्छौ होला, यति आयकर तिर भनेर अग्रिम रूपमा आयकर लिने कुरा करको सिद्धान्तसँग मेल नखाने कुरा हो। विगतमा त्यही करको सिद्धान्तसँग मेल नखाने अभ्यास गरिएको थियो। अग्रिम आयकरको चाहिँ एउटा चाहिँ गलत अभ्यास गरिएको थियो। यो गलत अभ्यासलाई अहिले चाहिँ प्रस्तुत बजेटले सच्याएको छ। अग्रिम आयकर होइन, व्यवसायहरूलाई कारोबार गर्न दिने, आम्दानी गर्न दिने, उत्पादन गर्न दिने, आम्दानी गर्न दिने, उनीहरूको त्यो आम्दानीमा कर लगाउने यो नीति लिनुपर्छ भनेर यो चाहिँ अग्रिम आयकरको व्यवस्थालाई खारेज गरिएको। यो अग्रिम आयकरको व्यवस्थालाई खारेज गरेर राम्रो काम गरिएको छ भन्ने म राख्न चाहन्छु सभामुख महोदय। र यो अग्रिम आयकरको व्यवस्था कर छुटको व्यवस्था होइन। त्यो व्यवसायले कारोबार गर्छ, त्यो व्यवसायले आम्दानी गर्छ, त्यो आम्दानीमा कर लाग्छ। कारोबार नसकिँदै आम्दानी नगर्दै कर लगाउने होइन। आम्दानी आयकर भनेकै आम्दानीमा लाग्ने कर हो। त्यसकारणले त्यो चाहिँ करको सिद्धान्तसँग मेल नखाने जुन प्रकारको अभ्यास विगतमा भएको थियो त्यो अभ्यासलाई सच्याइएको हो र यो सच्याएर राम्रो गरिएको छ सभामुख महोदय। एउटा आग्रह के हुँदो रहेछ भने मैले हिजो यस्तो भनेको थिएँ, मेरो कुरालाई यो बजेटले मानेन भन्ने कोडबाट पनि टिप्पणी भएको मैले सुने। ठिक छ त, हिजो यहाँलाई जे ठिक लागेको थियो त्यही भन्नुभयो, जे
उचित लागेको थियो त्यही प्रस्ताव गर्नुभयो। अहिलेको सरकारलाई आफ्नो विवेकको आधारमा आफ्नो विश्लेषणको आधारमा आफूलाई उपयुक्त लागेको प्रस्ताव सदन समक्ष प्रस्तुत गर्ने हो। हिजो यहाँले प्रस्ताव गर्नुभएका अनावश्यक अनुचित बिना अध्ययनका बिना तयारीका त्यस्ता कार्यक्रम र प्रस्तावहरूलाई अनि यो अहिलेको सरकारले पनि बोकेर हिँड्नुपर्छ भन्ने कुरा हुँदैन। त्यस कारणले रूपान्तरणका 5 क्षेत्र 5 भन्न पनि सकिन्छ 10 भन्न पनि सकिन्छ। यसै एउटा मनोगणित ढङ्गले तय गरिएका प्रस्तावहरूलाई अनि त्यसपछि अनि त्यही हुबहु बोक्नुपर्छ भन्ने कुरा हुँदैन। अहिलेको सरकारले आफ्नो नीतिको आधारमा आफ्नो घोषणापत्रको सरकारमा सहभागी दलहरूको घोषणापत्रको आधारमा यो सरकारलाई उपयुक्त लागेका प्रस्तावहरू नै सदन समक्ष प्रस्ताव गर्ने हो। त्यसै गरी प्रस्तुत गरेका छ। र म भन्न चाहन्छु सभामुख महोदय कि एउटा असङ्गत टिप्पणी गर्नु हुँदैन। एकातिर राजस्वको लक्ष्य पुरा हुन सक्दैन भनेर टिप्पणी गर्ने, अर्कोतर्फ 20 खर्ब राजस्व उठ्न सक्छ भनेर टिप्पणी गर्ने। एउटै मुखले उतिनै बेला एउटै माइक्रोफोनमा यो अलिकति मिलेन। 20 खर्ब उठ्न सक्छ पनि भन्ने अनि राजस्वको लक्ष्य पुरा हुन सक्छ पनि हुन सक्दैन पनि भन्ने यस्तो कुरा चाहिँ अलिकति मेल खाने कुरा होइन भन्ने मलाई लाग्छ। त्यो खालको कुरा म राख्न चाहन्छु। र एउटा चिजलाई प्रतिपक्षले सदनको प्रमुख प्रतिपक्षले पनि स्वीकारेको मैले पाएँ, त्यसको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्थतन्त्र क्रमशः लयमा फर्किँदैछ भनेर उहाँले स्वीकार गर्नुभएको छ। 4.6% आर्थिक वृद्धि यो वर्ष हामीले हासिल गर्दैछौँ भन्ने कुरा उहाँले स्वीकार गर्नुभएको छ। यो सच्चाइलाई स्वीकार गर्नुभएकोमा यो सरकार बन्दा अर्थतन्त्र जहाँनिर थियो, अर्थतन्त्रका सूचकहरू जहाँनिर थिए त्यसमा क्रमिक रूपमा सुधार हुँदैछ भन्ने कुरा स्वीकार गर्नुभएकोमा म धन्यवाद भन्न चाहन्छु। र सभामुख महोदय, अब मैले एउटा विषय जो सर्वाधिक रूपमा सदनमा चर्चाको विषय बनेको छ 3 करोडको आयोजनाको विषय, त्यसमा अलिकति चर्चा गर्न चाहन्छु। सभामुख महोदय, नेपालको संविधानको अधिकारको सूची, कार्यविस्तृतीकरण प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्ड अनुसार सङ्घीय सरकारले आगामी आर्थिक वर्षको लागि 3 करोडभन्दा साना आयोजना विनियोजन नगर्ने नीति लिएको कुरा सत्य हो। म यसमा कुनै दुविधारहित ढङ्गले स्पष्ट गर्न चाहन्छु कि संविधानको अधिकारको सूचीलाई ख्याल गरेर कार्यविस्तृतीकरण प्रतिवेदनलाई एका राखेर आयोजना वर्गीकरण सम्बन्धमा बनाइएको मापदण्डका आधारमा 3 वर्ष आगामी आर्थिक वर्षका लागि 3 करोडभन्दा साना सङ्घीय सरकारको तर्फबाट 3 करोडभन्दा साना आयोजनामा विनियोजन नगर्ने नीति लिएको कुरा सत्य हो। त यस सम्बन्धमा म 1-2टा कुरा स्पष्ट गर्न चाहन्छु सभामुख महोदय। के कुरा स्पष्ट गर्न चाहन्छु भने 3 करोडभन्दा साना 3 करोडभन्दा कम विनियोजन नगर्ने भनिरहँदा के कुरामा जोड दिएको भने आगामी आर्थिक वर्षका लागि 3 करोडभन्दा साना योजना समावेश गरिन्न भनिएको आगामी आर्थिक वर्षका लागि। तर केही यस्ता अवस्थाहरू छन्, केही यस्ता कन्डिसनहरू हुन्छन् जस्तो चालु वर्षमा यो चाहिँ भुक्तानी दायित्व सृजना भएको छ। 3 करोडभन्दा सानो आयोजना छ, त्यसको भुक्तानी दायित्व सृजना भएको छ, त्यसको भुक्तानी गर्नुपर्ने छ। त्यो भुक्तानी गर्नका निम्ति बजेट विनियोजन गर्ने कि नगर्ने गर्नु पर्यो। चालु आयोजनामा चालु वर्षमा सृजना भएको भुक्तानी दायित्व पुरा गर्नको लागि 3 करोडभन्दा कम विनियोजन गर्नु पर्यो भने गर्नु पर्यो। यो चाहिँ चालु वर्षमा सुरु भएको छ, आगामी वर्ष सकिँदैछ, तर त्यो योजना सक्नको लागि 3 करोडभन्दा कम विनियोजन गरी पुग्छ भने त्यसमा 3 करोडभन्दा कम विनियोजन गर्नु पर्यो।
योजना चालु अवस्थामा छ, 3 करोडभन्दा कम विनियोजन गर्दा त्यो सम्पन्न हुन्छ भनेपछि त्यसका निम्ति 3 करोडभन्दा कम विनियोजन गर्नु पर्यो। अर्थात् सृजित दायित्व भुक्तानी गर्नको लागि चालु आयोजना सम्पन्न गर्ने प्रयोजनका लागि 3 करोडभन्दा कम विनियोजन गर्नुपर्ने हो भने 3 करोड विनियोजन गर्न सकिन्छ त्यसमा। त्यसरी गरिएको छ। त्यस्तै गरी अर्को एउटा विषय के छ भने विपदको पुनर्निर्माण, विपदपछिको पुनर्निर्माणको सन्दर्भमा 3 करोडभन्दा कम लागतमा विपदपछिको पुनर्निर्माण हुन्छ भनेदेखि त्यस्तो अवस्थामा विपदपछिको पुनर्निर्माणमा पनि 3 करोडभन्दा कमको विनियोजन गरिएको छ। त्यति मात्रै होइन, सङ्घीय सरकारको एकल सूची छ, जुन काम प्रदेशले गर्न पाउँदैन, जुन काम पालिकाले गर्न पाउँदैन, जुन काम सङ्घले गर्नुपर्छ। अघि माननीय पदम गिरीले चर्चा गर्दै हुनुहुन्थ्यो, मान्यो मन्दिरको एउटा चाँगो नारायण मन्दिरको चाहिँ कुनै एउटा मर्मत समारोह गर्नुपर्ने भयो अथवा अरू कुनै पुरातात्विक सांस्कृतिक सम्पदाहरू जो सङ्घीय सरकारको क्षेत्राधिकारका योजनामा त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्ने भयो। त्यस्ता ठाउँहरूमा 3 करोडभन्दा कम लाग्छ भनेदेखि त्यस्ता ठाउँहरूमा गर्न सकिन्छ। तर प्रदेशको क्षेत्राधिकारका योजनाहरू, पालिकाको क्षेत्राधिकारका योजनाहरूमा हामीले सङ्घीय सरकारबाट कार्यान्वयन गर्ने हिसाबले 3 करोड विनियोजन नगर्ने भन्ने अहिले चाहिँ हामीले तय गरेको नीति यो हो। म के ठान्दछु भने यो नीतिसँग अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग पर्याप्त कन्सल्टेसन गरेर छलफलका लामा प्रक्रियाहरूबाट गुज्रिएर हामीहरू त्यो बाटो हिँडेका हौँ। र मलाई के लाग्दछ भने यो बेसिक प्रिन्सिपललाई के भनेदेखि सम्बन्धित मन्त्रालयहरूले आफ्नो तर्फबाट विनियोजन गर्दाखेरि पालना गरेका छन् भन्ने म अनुमान गर्दछु। र सँगसँगै म के राख्न चाहन्छु सभामुख महोदय भनेदेखि हामीले चाहिँ यसरी भनिरहँदाखेरि सङ्घले पालिका र प्रदेशलाई हस्तान्तरण गरेका योजनाहरू सङ्घले कार्यान्वयन गर्ने होइन, पालिका र प्रदेशलाई हस्तान्तरण गरेका योजनाहरूमा 3 करोडभन्दा सानो त्योभन्दा कम बजेट विनियोजन भएको हुनसक्छ। त्यो स्वाभाविक हो। प्रदेशलाई 3 करोडको सीमा लाग्दैन, पालिकालाई 3 करोडको सीमा लाग्दैन। सङ्घीय सरकारले आफूले कार्यान्वयन गर्ने योजनाहरूमा हामी 3 करोडमा स्ट्रिक्ट रहन खोजेको। यी चिजहरूमा हामीले ध्यान दिएका छौँ। खास गरी त्यो कुरामा ध्यान दिएको छ। त्यति हुँदा पनि कहीँनिर इरर रहेको छ भनेदेखि हामी बजेट कार्यान्वयनको मार्गदर्शन तय गर्दा हामीले सङ्घीय सरकारबाट 3 करोडभन्दा साना योजनाहरू कार्यान्वयन हुँदैनन् भन्ने कुरा चाहिँ हामीले स्पष्टसँग कार्यान्वयन गरेर जानेछौँ। यो कुरामा कुनै दुविधा नराख्नका लागि म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु। र यो 3 करोडको सीमा निर्धारण गर्ने र यो 3 करोडको सीमामा कायम रहने सन्दर्भमा धेरै ठुलो मेहनत परेको छ। हेर्दाखेरि झट्ट मामुली कुरा लाग्न सक्छ, तर यसमा धेरै ठुलो मेहनत परेको छ। यसका निम्ति म विभिन्न मन्त्रीज्यूहरू, मन्त्रालयहरू, मान्यज्यूहरू सबैको पनि मैले चाहिँ एउटा चाहिँ साथ समर्थन र सहयोग प्राप्त गरेको मैले महसुस गरेको छु। त्यसको लागि सबैलाई म धन्यवाद भन्न चाहन्छु। र बजेटलाई अनुशासनतर्फ फर्काउनका लागि यो अत्यन्तै उपयोगी कदम हो भन्ने मलाई लाग्दछ। आउने दिनमा हामीसँग जुन प्रकारको प्रेसर छ, सीमित स्रोतबाट चाहिँ अत्यधिक प्रतिफल प्राप्त हुने गरिकन बजेट कार्यान्वयन गर्नुपर्ने जुन अभिभार हाम्रो काँधमा छ, त्यसका निम्ति 3 करोडको यो सीमाले धेरै ठुलो योगदान गर्नेछ भन्ने मलाई लाग्छ। त्यस कारण म दोहोऱ्याएर भन्न चाहन्छु सम्माननीय सभामुख महोदय कि चालु वर्षमा सृजित दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि वा चालु आयोजना सम्पन्न गर्ने प्रयोजनको लागि वा विपदपछिको पुनर्निर्माण गर्ने प्रयोजनको लागि वा सङ्घीय सरकारको एकल सूचीमा रहेका आयोजनाहरू कार्यक्रम योजनाहरूको कार्यान्वयनका लागि वा चाहिँ प्रदेश र पालिकामा हस्तान्तरण भएका योजनाहरूका लागि चाहिँ 3 करोडभन्दा कमको विनियोजन भएको होला। तर सङ्घीय सरकार आफैले कार्यान्वयन गर्ने योजनाहरूमा 3 करोडभन्दा कमको विनियोजन नगर्ने भन्ने हाम्रो दृढ अठोट हो। यो प्रिन्सिपललाई बजेटले अनुसरण गरेको छ भन्ने मलाई लाग्दछ। तथापि काहीँ इरर रहेको रहेछ भने हामी बजेट कार्यान्वयनका सिलसिलामा जुन मार्गदर्शन अर्थ मन्त्रालयले जारी गर्छ त्यो मार्गदर्शनका माध्यमबाट 3 करोडभन्दा साना आयोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने त्यो प्रणालीलाई हामी दरोसँग कार्यान्वयन गरेर जान्छौँ। यो बजेट कार्यान्वयनका दृष्टिकोणले, बजेटको अनुशासनका दृष्टिकोणले यो अत्यन्तै ठुलो हाम्रो चाहिँ एउटा डिपार्चर हो भन्ने मलाई लाग्छ। खास गरिकन अघि सुरुमा माननीय प्रकाश शरण महतले चर्चा गर्नुभएको थियो, ती एउटा चाहिँ वास्तवमा स्रोतलाई चाहिँ डिस्पर्स गर्ने, बिना टेन्डर विभिन्न उपभोक्ता समितिका माध्यमबाट खर्च गर्ने र चाहिँ
आयोजना बजेट खर्च भयो, रकम सकियो, तर आयोजना त्यो बजेटबाट के बन्यो भनेर त्यसको कुनै तस्बिर खिच्न नसकिने। बजेट खर्च भएको छ तर कुन काम भयो, के काम सम्पन्न भयो भनेर त्यसको तस्बिर खिच्न नसकिने जुन अवस्था थियो, त्यो अवस्थाको अन्त्य यसले गर्नेछ। अब हामीले विनियोजन गरेको बजेट, हामीले खर्च गरेको बजेटबाट के परिणाम निस्क्यो भन्ने कुराको तस्बिर खिच्न सक्ने अवस्था यो चाहिँ बजेटले निर्माण गरेको छ भन्ने मलाई लाग्छ। यो स्रोतको सदुपयोगको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण विषय हो भन्ने म यहाँसँग राख्न चाहन्छु। यिनै भनाइहरूको साथमा सभामुख महोदय, यो मान्यजीहरूले एउटा अत्यन्त सान्दर्भिक प्रश्न उठाउनु भएको छ। यो बजेटको कार्यान्वयनको विषयमा म अनुरोध गर्न चाहन्छु। बजेटको कार्यान्वयनका बारेमा चाहिँ हाम्रा विगतका अभ्यासहरूले हामीलाई धेरै अनुभव र शिक्षा दिएको छ। बजेट घोषणा गर्ने मात्रै होइन, त्यसको प्राण, त्यसको जीवन बजेटको कार्यान्वयनमा हुन्छ भन्ने कुरासँग अर्थ मन्त्रालय स्पष्ट छ। त्यसै अर्थमा हामीले चाहिँ तयारी पुरा भएको अवस्थामा जेठ 16 गतेदेखि, जेठ 15 गते हामीले बजेट प्रस्तुत गऱ्यौँ। जेठ 16 गतेदेखि बजेट कार्यान्वयनमा लग्न सकिन्छ, तयारी गर्न सकिन्छ भन्ने हिसाबले त्यो चाहिँ प्रबन्ध पनि गरिएको छ। र बजेटको कार्यान्वयनमा सम्बद्ध मन्त्रालय, सम्बद्ध चाहिँ आयोजना प्रमुखहरूलाई जवाबदेही उत्तरदायी बनाउने त्यस हिसाबले पनि त्यो चाहिँ सोच पनि बजेटले आत्मसात गरेको छ। त्यस कारणले यो बजेटको प्रभावकारी कार्यान्वयनका निम्ति बजेट चाहिँ प्रस्तुत भएसँगै, बजेट पारित भएसँगै बजेट कार्यान्वयनको एउटा व्यवस्थित योजना पनि हामी निर्माण गर्छौँ। र यो बजेटको चाहिँ प्रभावकारी कार्यान्वयनद्वारा बजेटले जुन प्रकारको अपेक्षा गरेको छ, जुन प्रकारको प्रतिफलको अपेक्षा गरेको छ, खास गरिकन 6% आर्थिक वृद्धि गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने, अर्थतन्त्रका सबै क्षेत्रलाई उत्साहित तुल्याउने जुन खालको उद्देश्य बजेटले निश्चित गरेको छ, त्यो उद्देश्य पुरा गर्ने हिसाबले हामीहरू अगाडि बढ्न सक्छौँ भन्ने त्यो अठोट यो चाहिँ बजेटले प्रस्तुत गरेको बेहोरा म निवेदन गर्न चाहन्छु। र म भन्न चाहन्छु, जसरी मान्यज्यूहरूले बजेट निर्माणका बेलामा विभिन्न हिसाबले सुझावहरू दिएर, सल्लाह दिएर बजेट निर्माण गर्ने प्रक्रियामा योगदान गर्नुभएको छ, त्यसका लागि म धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी बजेट कार्यान्वयनमा पनि मान्यज्यूहरूको रचनात्मक सहयोगको लागि म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। यिनै भनाइहरूको साथमा फेरि एकपटक यो चाहिँ यो राजस्व र व्ययको अनुमानका सन्दर्भमा आगामी आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको अनुमानका सम्बन्धमा छलफलमा सहभागी हुनुभएका सबै मान्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो जवाफलाई म यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले दिनुभएको उत्तरको सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई म समय दिन्छु। आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण सोध्न सक्नुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। स्पष्टीकरण सोध्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सजिलोको लागि सभामुखको डायससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। स्पष्टीकरण सोध्न चाहनुहुने मान्य सदस्यहरूलाई 1 मिनेटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्रै मान्य सदस्यहरूले स्पष्टीकरण माग गर्नुहुन अनुरोध गर्दछु। सर्वप्रथम मान्य सदस्य शक्तिबहादुर बस्नेत। सम्मान्य सभामुख महोदय, अघि मान्यज्यूहरूले त गलत कुरा बोल्नुभएकै थियो रोस्टमबाट, र अहिले अर्थमन्त्रीज्यूले अर्को सफेद झुट त्यहाँ गएर बोलिदिनु भयो। अब यहाँ कुरा 3 करोडभन्दा तल या माथिको, मैले यो शहरी विकास मन्त्रालयकै मात्रै हेर्दा यो किताबमा 6740 वटा योजनाहरू रहेछन्। करिब 50% भन्दा बढी, म एकुरेट नम्बर त भनिरहेको छैन, अलिकति तलमाथि होला, 50% भन्दा बढी योजनाहरू 1 करोडभन्दा तल 10 लाखसम्मका छन्। म यति मात्रै 2टा कुरा मात्रै यहाँ पढेर सुनाउन चाहन्छु सभामुख महोदय। खरे मनकोट खोलागाउँ साक्चा खोला नायली सडक स्तरोन्नतिको लागि 10 लाख रुपियाँ छुट्याइएको रहेछ। यसलाई अर्थमन्त्रीज्यूले कसरी जस्टिफाई गर्नुहुन्छ?
र यो सफेद यो एउटा कुरा मात्र मैले दृष्टान्त भनेको, यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ सभामुख महोदय? त्यसै गरी प्रोजेक्ट ब्याङ्कबाट आधार बिना योजनाहरू थपघट गर्ने कुरा, बजेट अनुशासन कि स्वेच्छाचारिता म प्रश्न गर्न चाहन्छु। विकास बजेटको आधाभन्दा बढी योजना लाख र हजारमा छन्, यो अनुशासन कि झुट? अब माननीय उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई उक्त स्पष्टीकरणहरूको सम्बन्धमा प्रश्न पार्न अनुमति दिन्छु। सभामुख महोदय, प्रश्नकर्ता स्पष्टीकरण सोध्नुहुने मान्यज्यूलाई म धन्यवाद भन्न चाहन्छु। मैले अघि यो 3 करोडको बजेट सीमाको सम्बन्धमा मैले राम्रैसँग चर्चा गरेँ भन्ने लागेको थियो, मैले प्रश्न पार्न सकेँ भन्ने लागेको थियो, प्रश्न पार्न बाँकी रहेछ भन्ने मलाई महसुस भयो। म एकचोटि आफ्नो अभिव्यक्तिलाई फेरि विस्तारपूर्वक दोहोऱ्याउन चाहन्छु। सभामुख महोदय, हामीले यो चाहिँ 3 करोडको सीमामा रहने सङ्घीय सरकारको योजना 3 करोडको सीमामा रहने कुरामा त्यो चाहिँ हामीले निर्णय गरेकै हो र त्यसका निम्ति आवश्यक गृह कार्य आवश्यक तयारी पनि गरेकै हो। मैले अघि पनि चर्चा गरेँ, यस प्रकारका खास गरिकन चालु वर्षमा दायित्व सृजना भएका योजना, चालु वर्षमा दायित्व सृजना भएको छ, तर त्यो दायित्व 3 करोडभन्दा कम छ। 3 करोडभन्दा कम छ भनेदेखि त त्यो दायित्व त तिर्नु पर्यो, दायित्व भुक्तानी त गर्नु पर्यो नि। दायित्व भुक्तानी गर्नु पर्यो, तर दायित्व 3 करोडभन्दा कम छ भने त्यस्तो अवस्थामा दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि 3 करोडभन्दा कम विनियोजन गर्नै पर्ने हो। योजना चालु अवस्थामा छ, आगामी आर्थिक वर्षमा पुरा हुन्छ, तर 3 करोडभन्दा कम विनियोजन, 3 करोडभन्दा कम खर्च गर्दा त्यो चाहिँ आयोजना सम्पन्न हुन्छ। त्यस्तो अवस्थामा पनि 3 करोडभन्दा कम विनियोजन गरिने नै भयो। त्यसै गरी विपद प्राधिकरण, यो चाहिँ खास गरी विपदपछिको पुनर्निर्माण, विपदपछिको पुनर्निर्माणका सन्दर्भमा कतिपय ठाउँमा 3 करोडभन्दा कम खर्च गरेर त्यो पुनर्निर्माण हुने अवस्था छ। त्यसका निम्ति पनि हामीले 3 करोडभन्दा कम खर्च गर्न सक्ने भयौँ। त्यसै गरी यो चाहिँ यो खास गरिकन यो चाहिँ सङ्घीय सरकारको एकल क्षेत्राधिकारको विषय छ। सङ्घीय सरकारको एकल क्षेत्राधिकार हो, त्यसमा पालिकाले प्रदेशले काम गर्न पाउँदैन, तर सङ्घले गर्नुपर्ने हो भनेदेखि त्यसमा 3 करोडभन्दा कम लाग्छ भनेदेखि त्यसमा पनि सङ्घले गर्ने नै भयो। यसबाहेक अरू विषयहरू हामीले चाहिँ यसबाहेकका अरू प्रकृतिका आयोजनाहरूमा, सङ्घका आयोजनाहरूमा 3 करोडमा हामी कन्फाइन हुन्छ। यसका बावजुद पनि कहीँनेरि यो चाहिँ 3 करोडको सीमा कहीँनेरि इरर भएको रहेछ भने हामी बजेटको चाहिँ जुन मार्गदर्शन हामी तय गर्छौँ, बजेट कार्यान्वयनको मार्गदर्शन जुन तय हुन्छ, त्यति बेला हामी चाहिँ सङ्घीय सरकारले कार्यान्वयन गर्ने योजनाहरू 3 करोडका आयोजनाहरूमा कन्फाइन हुने गरिकन हामीले प्रबन्ध गर्छौँ भनेर मैले अघि पनि चर्चा गरिसकेका छु। त्यस कारणले यो सच्चाइलाई आत्मसात गरिदिनका लागि म प्रश्नकर्ता मान्यज्यूलाई पनि हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु। त्यस्तै गरी अघि मान्यज्यूले चर्चा गर्नुभएको छ कि हामीले वास्तवमा पालिकाहरूसँग जोडिएर 753 पालिकाहरू छन्, तिनीहरूसँग यो चाहिँ तिनीहरूलाई पूर्वाधारसँग जोड्ने, चाहिँ सडक सञ्जालसँग जोड्ने, कालोपत्री सडकसँग जोड्ने यो चाहिँ स्थानीय तहको चाहिँ चाहना पनि छ, आवश्यकता पनि छ। यस विषयमा सरकारको के छ भन्ने सन्दर्भमा हामी अहिले खास गरी सङ्घ, प्रदेश र पालिकाका क्षेत्राधिकारहरूमा हामी स्पष्ट हुन चाहिरहेका छौँ र जुन आयोजना सङ्घले गर्ने हो त्यो सङ्घले गर्छ। अरू आयोजनाहरूमा प्रदेश र पालिकालाई हामी चाहिँ वित्तीय हस्तान्तरणका माध्यमबाट वा चाहिँ सहलगानीका माध्यमबाट हामी ती आयोजनालाई सम्पन्न गर्ने हिसाबले अगाडि बढ्छौँ र स्वाभाविक रूपमा यो आवश्यकता छ कि हामी सबै पालिकाहरूलाई सडक सञ्जालसँग जोडौँ, कालोपत्रसँग जोडौँ। यसप्रति सङ्घीय सरकारको सहयोगी भूमिका रहन्छ भन्ने कुरा म बताउन चाहन्छु।
धन्यवाद। बस्नु देऊ अनि माननीय सदस्यहरू, आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विनियोजन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले विनियोजन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, विनियोजन विधेयक 2082 लाई अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले विनियोजन विधेयक 2082 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विनियोजन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले प्रस्तुत विधेयक पेश गर्नु परेको हो। प्रस्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ। यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा सङ्घीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई राष्ट्र ऋण उठाउने विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, राष्ट्र ऋण उठाउने विधेयक 2082 लाई अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले राष्ट्र ऋण उठाउने विधेयक 2082 प्रस्तुत गर्न अनुमति प्राप्त भएको म घोषणा गर्दछु। माननीय सदस्यहरू, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई राष्ट्र ऋण उठाउने विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को लागि नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले प्रस्तुत विधेयक पेश गर्नु परेको हो। साथै यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा सङ्घीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै दिनको 5:20 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।